हेलो गाइस, हाम्रो लोजिस्टिक टिमको बीबीक्यू सुरु भयो गाइस। हाम्रै दिदीबहिनीहरू सबै आइसक्नु भएको छ र अहिले हाम्रो नास्ता खाने कार्यक्रम चलिरहेको छ गाइस। मोटुले हाम्रो सुरु गरिसकिन्, नबिना मिस नबिना। यता हाम्रो पुलाउ, आलुदम, सलाद, साग, अचार दिलदाले सुरु गरिसक्नु भयो। रेशम दाई लुक एट हियर। रेशम दाईको हातमा नि पडिसक्यो। निलम दिदी, ल निलम दिदीले चटनी दिँदै हुनुहुन्छ। सारा दिदी कस्तो छ? ल अब म पनि लिन्छु गाइस। हाम्रो बीबीक्यूको चुलो 16 नम्बर र अर्को 17 नम्बर। यता मकै पोलिरहेको छौँ हामीले। यस, थ्याङ्क यू। थ्याङ्क यू फर मेरो स्न्याक। ल आज हाम्रो यो अप्रिल 3 तारिकको दिनमा हाम्रो लोजिस्टिक ग्रुपको चाहिँ आज बीबीक्यू हुँदैछ र केही साथीहरू आउँदैछन् र केही साथीहरू आएर चाहिँ यहाँ बीबीक्यू बोल्दैछन्। ल नआउने साथीहरू छिटोभन्दा छिटो आउनुहोस्। यो धरानको कालो बङ्गुरको हो यो, होइन? यहाँ चाहिँ पुरा नेपालबाट चाहिँ खरिदेको ल्याएर हाम्रो यहाँ दिदीबहिनीहरूले चाहिँ पुरा पोल्दै हुनुहुन्छ। प्लस यो स्विट पोट्याटो भन्छ त्यो पनि छ, मकै छ, अनि खानाहरू पनि छ हाम्रो यहाँ, खानाहरू अनि पेय पदार्थहरू पनि छ। अब साथीहरूको चाहिँ अब इन्तजारमा छ। यहाँ हाम्रो यता यो कुखुराको चुलो अनि यता चाहिँ सुँगुर कालो बादलको चुलो। ल मस्ताको भन्नुहोस् हाम्रो रेशम दाई। चिकन डिपार्ट रेशम दाई चिकन विङ्स पोल्न सुरु गर्नुभएको छ हाम्रो रेशम दाईले। यता हाम्रो पोक ट्रोली दिल दाईले यसो सजेसन दिइराख्नु छ के हाल्ने के गर्ने भनेर। यता हाम्रो नबिनाले सुरु गरिसकिन् पोक चप एन्ड लिप्सको लागि। यता हाम्रो निलम दिदी पनि यता हेल्प गर्नुभएको छ। यता हाम्रो एडिनाले बल्ल नास्ता खाँदैछिन्। ल गाइजहरू छिटो आउनु पर्यो। अब हामी सबैजना ल गाइस छिटो खाना आउनु पर्यो। वेलकम वेलकम गाइस, वेलकम। म ठिक्क नहुनु छिरेको थिएँ। नमस्ते नमस्ते, वेलकम वेलकम। ल वेलकम रमेश सर। चेस ल चेस। ल ओम दाई, बुद्धि दाई, वेलकम। हाम्रो बीबीक्यूमा नि आइपुग्नु भयो ट्याक्क लाएर। रोशन दाईले सेवारो वेलकम वेलकम। दिदीलाई पनि स्वागत छ हजुरलाई। यहाँ आइदिएर सुनमा सुगन्ध भयो हेर्नु। पार्टी हेर कति ढिलो आएको।
साँच्चै हो त यति कुरिएन हजुरहरूलाई सबै आइसके अन्त अझै छन् नि यो हाम्रो पुलाउ हो न खानियो नि भात त थोरै सरी सरी त्यस्तो त्यस्तो चिल्लो छैन आलुदम खानु न छैन दिदी छैन ल है पोक चप हाम्रो दिदीहरूले बल्ल मिठो गरी बनाउनु भएको छ गाइस ल हेर्नु त अब खानी हो नि फेरि होइन खानी हो नि यता त हाम्रो सबैजना हिरोइनहरू ओहो ओहो कसैले हातमा त देखाए कसैको मुखै देखिएन दिल दाइ भित्रै मुस्राउनु भएको छ ल हाम्रो विकास दाइ ओहो विकास दाइ वेलकम रेशम दाइ राम दाइको त हालिदिने हो नि झन् हेलो गाइज अब हाम्रो बिबिक्यू समापन भएको अवस्था अब सबैजना घर गइसक्नु भएको छ रेशम दाइले फोटो खिचाउँछ कहाँ हो अब घर जाने बेला भयो त है ल मोती दाइ ओम दाइ हाम्रो समापन भयो राम्रैसँग कस्तो भयो त है बिबिक्यू हाम्रो लोजिस्टिक टिम ल हाम्रो अब बिबिक्यू समापन भएको अन्तिम अवस्था उहाँहरू आएर खट्नुभयो विशेष गरी हाम्रो नबिना बहिनी हाम्रो जसो मेरो पूजा सोचिनी उहाँ सबै आएर एकदमै खट्नुभयो खुसी लाग्यो उहाँहरूको यो योगदान यति उहाँले नगर्नु भएको भए सायद हाम्रो यस्तो रमाइलो हुँदैन थियो उहाँले पुरा आराम बनाएर खुवाउनु भयो एकदमै रमाइलो भएको छ सम्भवतः मलाई लाग्छ यो जिन्दगीको मेरो पहिलो अनुभव यति रमाइलो त बिबी खाएकै दिन जस्तो लाग्छ बोलो विकास दाइ ताली 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 ल यति भन्दै ल हाम्रो भाइ त भलै छ नि के भयो अब नेक्स्ट टाइम हिरोइन खोज्ने बेला भयो के अरे मोडलिङको लागि होइन ओके ल म पास भएँ म पास ल ओके ल निमन्त्रणा स्वीकार होइन होइन अब यो अकस्मात बोल्दाखेरि मिस छुट्टी भएछ कि के होइन फेरि नेक्स्ट एपिसोड हो क्या सक्यो अब